बेगरे 10-11वटा त बच्चा जन्मिसक्थे खेलेर बसिराख्ने बच्चा जस्तै Freaky girl under the sheets. But you love when things start slowing down. I know you got me, baby. हेलो एभ्रिवान, इट्स मी निश्चल पाठन ब्लग्स स्वागत छ तपाईहरुलाई मेरो न्यू ब्लगमा। लासो फ्याफुल्ला है त चुरु नदेखान हो, चुरु केही फरक पर्दैन। कति जानु बेला गरे 1 2 3 4 5 6 7 8 जना चक्का भन्दैन। क्रिस ओइ मेरो कहाँ गयो? हेलो ओइ ये भन्दैछ यहाँ चट्टासँगले मेरो हेलमेट यसको चाहिँ लगा न ओइ लगा न अघि त्यसरी साउन्ड आउला फेरि तोरो आउँछ नि किन कृष्ण ए धर्यो गक खोइ त डायलग खेलेर बस्छ नि काका तासेर डल्लै चाहिन्छ लिएर आइज बेगरे 10-11वटा त बच्चा जन्मिसक्थे खेलेर बसिराख्ने बच्चा जस्तै। बेगरे 10-11वटा त बच्चा जन्मिसक्थे खेलेर बसिराख्ने बच्चा जस्तै। तू समझा? हाँ नहीं तू समझा नहीं। काम छैन ल त्यही गइस हेर्दै जानु न के भन्छ अहिले हाम्रो भाइसी यस्तो हुन्छ है। ककरले मार्ने जिउ मार्ने हो है यिनीहरूलाई। एकजना यो भयो, एकजना यो, एकजना यहाँ पनि छ है यो अनि यो बना एकछिन दुई राइड हाल्ने भने कुन लट हान्नु नि काम नपाइसक्यो हुन्छ। बिग्रेको त मैले जान्दिनँ अर्को रे अर्को 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 त्यही गाइस मोबिल रहेछ त मार्ला नै होइन त्यो के हो जिउ जस्तो छ है तेरै होला यस्तो हुन्छ नि हजुर दुई दाइ यहाँ रक्सी हुँदैछ, रक्सी बनाउँदैछन्। त्यही गाई चाहिँ बाख्रा लिएर आएर छौँ हामी चाहिँ। छोटो बाख्रा यहाँ छ। आमा चाहिँ काठमाडौँ जानुभयो क्या आज के त्यो प्रोग्रामहरू के छ अरे, अनि गाडी रिजर्भ गरेर गएको छ कि सबैजना। त्यही गाई जब यसो बाख्रा त चराइदिनु पऱ्यो नि त, घरमा बसेपछि त्यत्तिकै बस्नु त भएन। चट्ट त्यहाँबाट पाइप हालेर यो तलबाट हालेर ल्याएर त्यहाँ राखेको भने भइहाल्थ्यो। यस्तो रोड त हुँदैन थियो होइन, के गर्नु यस्तै हो। ल केही छैन गाइज, ल हेर्दै जानु होला। होमतिर गएर भेटौँ ल सिधै है त। गाई चाहिँ बाख्रा पनि उहाँ चढ्दैछ चढेर अब यता यता लिएर जहाँ चढ्छ त्यही भन्नुहोस् के चढ्नु खेलै छ अब। त्यही गाई चाहिँ चट्टासँगले अझ यो पारतिर बिहे रहेछ यतातिर यो पारी। ल त्यही गाई चाहिँ हेर्दै जानु होला, के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। आज एउटा नयाँ मेम्बर थपिन्छ सायद, मान्छे घरमा छ भने है त, तपाईँहरूलाई म देखाइहाल्छु कुरै छ भनेर है त। गाई चाहिँ बाख्रा चाहिँ अहिले यतातिर चराइदिइरहेको है। अब एकछिनमा लग्नुपर्छ अगाडि चराउँदै ल गाई चाहिँ अब एकैचोटि तपाईँहरूलाई म घरतिर गएर भेट्छु है त। आज लिन गयो भने देखाइदिइहाल्छु नयाँ भोलिको भ्लगमा हेर्नु होला है त। गाई चाहिँ खानु फेरि गरिदियो त गर न भएन के गर न, अहिलेको चाहिँ गर न कराउ न। माथि चाहिँ लाली गुराँस रहेछ, लाली गुराँस यहाँ छट्टासँगले लगाइ जाऊ चाहिँ घरतिर जाँदैछौँ। लगाइ चाहिँ ओहो क्या धुलो भयो यार, यत्तिकैमा एडजस्ट गरिदिनु त खै। हेर्नु त काकाले हेर्नु काका चाहिँ यहाँ माथि हुनुहुन्छ क्या यहाँ हो। ढुङ्गा झारिरहनु भएको छ। ओ एउटा ढुङ्गा झार्नु त
हेर्नु जानु ओ आउँदैछ ओ पिट ढुङ्गा त माथिबाट फ्याल्दा त यार पिठो हुने रहेछ र त्यही हो गाई चाहिँ हामी चाहिँ यसो ढुङ्गा माथि रहेछ त्यो निकाल्न आएको जस्तो आजको भ्लग चाहिँ मैले चाहिँ रिन गरिदिन्छु सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सो बाई गाइज लसो फ्याफुल्ला है त कत्रो छ यार यो ढुङ्गा अम्म यो ढुङ्गा फडाउनु पायो त ल